स्पेसल आजको यो साडी लगाउने तरिका चाहिँ जो अफिसियल साथीहरू हुनुहुन्छ जो साडी लगाएर अफिस जानुपर्ने उहाँहरूको लागि है। राम्रोसँग हेर्नु होला। पहिला सुरुमा ब्लाउजको डिजाइन हेर्नु, यति सजिलो, कति सिम्पल। हेर्नुहोस् है, जिफर लगाइसकेपछि चट्ट ज्याकेट लास्ता गरेर चट्ट लाउनु यति सजिलो हुन्छ। कति हतार भएर आउँछ नि आजकल त, फेरि चाँडै अफिस जानुपर्छ अनि हेर्नुहोस् है ब्लाउज लाउन पनि टाइम जान्छ कि हाम्रो। अनि त्यसपछि हेर्नुहोस् है स्कुटी चलाउने साथीहरू स्कुटीमा जानु पऱ्यो होइन, स्कुटी चलाउन सजिलो हुने गरी पनि त साडी लाउनु पऱ्यो। त्यस कारणले एउटा खुट्टा निकाल्ने गरेर चाहिँ यसरी पेटिकोटसँग साडी भित्र हाल्नु होला होइन, पेटिकोटको। त्यसपछि हेर्नुहोस् है चट्ट दिनभरि अडिने गरेर साडी लगाउनु पऱ्यो नि त। अनि अफिसका साडीहरू ड्रेसहरू त खास सजिलो खालको हुन्छन् कि, त्यस्तो अप्ठ्यारो खालको हुँदैन। यो साडी पनि त्यस्तै सजिलो छ, त्यही भएर मैले हजुरहरूको अगाडि भिडियो ल्याइहालेँ। हेर्नुहोस् है यति लामो बनाउनुपर्छ किनभने हामीले आँचल बनाउँछौँ नि त, अनि धेरै छोटो आँचल पनि राम्रो हुँदैन। अनि त्यही भएर आँचल बनाउनको लागि चाहिँ यति लामै छोड्नुपर्छ। अब हेर्नुहोस् है यस्तो गरेर चट्ट लाएर एउटा गाँठो बनाउने। यो गाँठो बनाइसकेपछि दिनभरि साडी चपक्क अडिन्छ कि। यति गाँठो बनाइसकेपछि गाँठो लगाएर उता लगाएर हाल्ने कि। अनि आजकल मैले धेरै जन्ती जानको लागि होइन अनि बिहेको पार्टीको लागि मात्रै साडी हालेको थिएँ। धेरैजना दिदीबहिनीहरूले चाहिँ अफिसको लागि पनि बनाउनुहोस् न साथी सिस्टर भने भएर यो भिडियो बनाएको छु। अनि त्यसपछि हेर्नुहोस् है अनि यसो गरेर चट्ट मैले गरिहालेँ। यतिको त हजुरहरूलाई आउँछ। अनि त्यसपछि एउटा पट्टी लिएर चाहिँ झट्काल्नुहोस्, यसरी चट झट्काल्नुहोस्। अनि अफिसियल साथीहरूले चाहिँ धेरै लामो साडी लाउनु पनि भएन होइन, किनभने हिँड्नुपर्छ अल्झिन्छ होइन। अनि त्यही अनुसार साडी धेरै लामो नलाउनु होला, धेरै छोटो पनि नलाउनु होला, अनि धेरै तल पनि नलाउनु होला। हेर्नुहोस् है मैले कानेर लगाएको छु, ट्याक्क लाएर नाइटो नेरी लाउँदा नि हुन्छ, त्योभन्दा तल चाहिँ नलाउनु होला। हेर्नुहोस् है मेरो अझै म त माथि नै लाउँथेँ, आज अलिकति तलै भयो कि। हजुरहरूले चाहिँ यतिकोसम्म लाउँदा ठिक हुन्छ। अनि मैले साडी लगाउने यो जुन तरिका छ यसले चाहिँ तपाईँहरूको पेट चाहिँ देखिँदैन। हेर्नुहोस् है अब आयो आँचलको। यो आँचल बनाउनको लागि हजुरलाई एकदम गाह्रो हुन्छ। सजिलो तरिका मैले प्रत्येक भिडियोमा भनेर आउँछु। यसरी आँचल बनाउने, त्यसपछि आँचल यति बनाइसकेपछि त्यहाँ एउटा पिनअप गर्नुहोस् है। मसँग पिन छैन, मैले चाहिँ यो काँटाले यसरी अड्काएँ, हजुरहरूले चाहिँ पिन लाउनु होला है। अनि त्यसपछि कतिवटा लिनुभएको छ एउटा नछोडिकन लिँदै यसरी आउनु होला। हेर्नुहोस् है साडी लगाइसकेपछि हामीले हरेक काम गर्न सजिलो हुनुपर्छ कि। म चाहिँ त्यो भन्छु, साडी लगाएपछि यहाँ बेरियो त्यहाँ बेरियो भनेर खासै साडी लगाएर हिँड्न पनि मान्नुहुन्न कि दिदीबहिनीहरू। अनि यो तरिकाले लाउनु भयो भने चाहिँ हजुरहरूलाई साडी ब्याग अरू केही लाउनै मन लाग्दैन कि। अब हेर्नुहोस् एउटा पनि नछोड्ने है। यो पट्टी बनाउँदाखेरि चाहिँ हजुरले गर्दै छोड्दै नगर्नु होला, चट्ट बेटार्दै अनि यसरी एउटा जति लिनुभएको छ त्यो लिएको जतिलाई चाहिँ यसो एउटा गरेर चाहिँ लिनु होला। हेर्नुहोस् है मैले त्यसै गरी लिएको छु। हजुरले मैले जे गरेको छु हजुरले त्यही गर्नुभयो भने हजुरको मेरोभन्दा नि पर्फेक्ट हुन्छ कि साडी। हेर्नुहोस् त मैले छोडेको छैन। हेर्नुहोस् है अब हेर्नुहोस् अब हामीले कतिजनाको साडी हेरे आउँछौँ यसरी हाल्दाखेरि अगाडिबाट पुरै पेट देखिरहेको हुन्छ कि। हेर्नुहोस् त यसरी लुज छोड्नुपर्छ, बेसमा टाइट गऱ्यो भने चाहिँ तपाईँहरूको पेट देखिन्छ कि। त्यही भएर कतिजना दिदीबहिनीहरूको चाहिँ यता साइडबाट पुरै पेट देखिरहेको हुन्छ। यो आँचल टाइट हजुरलाई कतिजनाले एकदम टाइट कसेको आँचल मनपर्छ, अनि त्यो टाइट कसाउँदाखेरि चाहिँ साडीबाट यताबाट पुरै पेट देखिन्छ। अब हेर्नुहोस् अब अन्दाज गरेर त्यहाँ एउटा पिन लगाउनुहोस्। मसँग पिन छैन, मैले यो पनि काँटा युज गरेँ। हजुरहरूले चाहिँ पिन लगाउनु है। पिन लगाउँदाखेरि चाहिँ साडी फुत्किँदैन। अब हेर्नुहोस् त चट्ट लाएर यहाँ छोडिदिनुहोस्। अब यसरी हेर्नुहोस् है, हेर्नुहोस् त अहिलेसम्म एकदम ठिक छ। अब यहाँ आयो, यहाँ अलिकति तपाईँहरूको लुज देखिन्छ। अब यो सुरुमै तपाईँहरूले गाँठो पछि छोडेर पछि तान्नुहुन्छ, यसले गर्दा साडी लाउने नलाउने साथीहरूको त बिग्रिन्छ नि। अनि त्यसमा तपाईँहरूले के गर्नु भने यहाँ चाहिँ मैले चाहिँ यसो गरेँ, तपाईँहरूले चाहिँ एउटा पिन लिएर ठ्याक्कै हो त्यहाँनिर हेर्नुहोस् त हो यहाँनिर एउटा यति यहाँ पिन लाउनु होला है। चट्ट लाएर यहाँ पिन लगाइसकेपछि अनि यो यसरी छोपिन्छ कि। अब त्यहाँ एउटा पिन लगाएपछि अब हेर्नुहोस् त साडी न टाइट हुन्छ न लुज हुन्छ न केही हुन्छ, यति पर्फेक्ट तरिकाले साडी बन्छ कि। हेर्नुहोस् त अब कति राम्रो भयो। अब यहाँ अब हेर्नुहोस् त अब साडी फुत्केको पनि छैन, मैले पिन लगाएको छैन। अब त्यसपछि हजुरले यतिको गरिसकेपछि एउटा पिन लिएर गएर ठ्याक्कै कुमको पछाडिपट्टि हो त्यो ठ्याक्कै पछाडिपट्टि यसरी पिन लाउनु है।
यसरी पिन यहाँ लगाइसकेपछि अब हेर्नुहोस् त तपाईँहरूको साडी यताबाट लुज पनि हुँदैन उताबाट लुज पनि हुँदैन पर्फेक्ट भन्छ कि हेर्नुहोस् त कहीँबाट पेट देखेला भन्ने नै छैन कि यसरी साडी लगाउन कोसिस गर्नुहोस् है भिडियो सेभ गर्नुहोस् फलो गर्नुहोस् म अझै नयाँ नयाँ तरिका भन्छु हजुरहरूलाई है त थ्याङ्क यू